नमस्कार, म ज्योतिष आचार्य खेमराज मिश्र। मैले अघिल्लो भिडियोहरुमा यहाँहरूलाई लक्ष्मीनारायण योगको बारेमा जानकारी गराउँदै आएको थिएँ। यो भिडियो मार्फत पनि लक्ष्मीनारायण योगको बारेमा नै जानकारी दिनेछु। यो भिडियो मार्फत मैले खास गरी यहाँहरूलाई जन्मकुण्डलीमा कस्तो अवस्थामा लक्ष्मीनारायण योग बन्दैन, कस्तो अवस्थामा लक्ष्मीनारायण योग निकै कमजोर हुने गर्दछ भन्ने विषयमा जानकारी गराउने छु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र यो भिडियोहरूलाई तपाईहरुले हेरिसकेपछि अरु साथीहरुलाई पनि शेयर गरिदिनु होला। हामीले अघिल्लो भिडियोहरु मार्फत जानकारी गराइसकेको छौं। जन्मकुण्डलीमा बुध र शुक्रको योग अथवा युतिले लक्ष्मीनारायण योगको निर्माण हुने गर्दछ। हामीले अघिल्लो भिडियोहरुमा पनि जानकारी गराइसकेको छौं कुन भावमा बनेको लक्ष्मीनारायण योगहरु निकै शुभ हुने गर्दछ, कुन भावमा बनेको लक्ष्मीनारायण योगहरु निकै अशुभ हुने गर्दछ र लक्ष्मीनारायण योगमा जन्मेको व्यक्तिहरु कस्तो हुन्छन् भन्ने विषयमा पनि जानकारी गराइसकेको छु। र यो भिडियो मार्फत कस्तो अवस्थामा लक्ष्मीनारायण योग बन्दैन, कस्तो अवस्थामा लक्ष्मीनारायण योग निकै कमजोर हुन्छ। बुध र शुक्र ग्रहले योग बनाएर बसेको छन् केन्द्र भाव अथवा त्रिकोण भावमा अथवा धन भावमा। बुध र शुक्र एक अर्कामा दृष्टि भएको छन्, अर्थात बुध र शुक्रले लक्ष्मीनारायण योग बनाएको छन् र त्यही ठाउँमा राहु र केतु ग्रहको युति छ अथवा प्रभाव छ भने त्यस्तो अवस्थामा लक्ष्मीनारायण योग बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा लक्ष्मीनारायण योग निकै कमजोर हुने हुन्छ। त्यस्तो अवस्थामा लक्ष्मीनारायण योगले उल्टो फल दिने हुन्छ, अर्थात लक्ष्मीनारायण योगले धन र समृद्धि दिन्थ्यो भने यस्तो अवस्थामा व्यक्तिलाई यसले निर्धन बनाइदिन सक्ने अवस्था बलियो रहन्छ। यसैगरी लक्ष्मीनारायण योग नबन्ने अर्को अवस्था के हुन्छ भने यदि बुध र शुक्र ग्रह एउटै ठाउँमा छन्, युति बनाएर बसेको छन् अथवा एक अर्कामा परस्पर दृष्टि छ अथवा राशि परिवर्तन भएको छ, लक्ष्मीनारायण योग बनेको छ, तर ती दुवै ग्रहहरुमध्ये कुनै एउटा ग्रह अर्थात दुवै ग्रह नीचो अवस्थामा छन् भने त्यस्तो अवस्था पनि लक्ष्मीनारायण योग निकै कमजोर हुने गर्दछ। त्यस्तो अवस्थामा पनि व्यक्तिलाई यसले धन समृद्धिहरु प्रदान गर्न सक्दैन। तेस्रो अवस्था के छ भने लक्ष्मीनारायण योग बनेको छ केन्द्र भाव, त्रिकोण भाव अथवा धन भावमा र लक्ष्मीनारायण योग बनाउने ग्रह विशेष गरी बुध र शुक्र ग्रह सूर्यको नजिक छन् अर्थात अस्त अवस्थामा छन् भने पनि लक्ष्मीनारायण योग निकै कमजोर हुने गर्दछ। अस्त अवस्थामा ग्रहहरु हुँदाखेरि राजयोगहरु अथवा शुभ योगहरु निर्माण हुन सक्दैनन्, ग्रहहरु कमजोर हुने हुन्छन्। र अर्को अवस्थामा लक्ष्मीनारायण योग बनेको छ तर त्यो ठाउँमा बुध र शुक्र ग्रहलाई पापी शनि ग्रहको दृष्टि परेको छ यदि भने पनि लक्ष्मीनारायण योगले ढिलो फल दिने हुन्छ, अर्थात शनि यदि खराब अवस्थामा नै बसेर दृष्टि दिएको छ, प्रभाव पारेको छ भने यो योग भङ्ग हुने हुन्छ, अर्थात लक्ष्मीनारायण योग कमजोर हुने हुन्छ। र पाँचौं अवस्था के छ भने लक्ष्मीनारायण योग यदि जन्मकुण्डलीको 6औं भाव, 8औं भाव र 12औं भावमा बनेको छ भने यो योग निष्फल हुने हुन्छ, अर्थात लक्ष्मीनारायण योगले कुनै पनि फल दिन सक्दैन। त्यसकारणले लक्ष्मीनारायण योग जन्मकुण्डलीमा 6औं, 8औं र 12औं भावमा छ यदि भने त्यसलाई अशुभ मान्दछन्। यस्तै व्यक्तिलाई निर्धन बनाउन सक्ने, धनको क्षेत्रमा अत्यन्त संघर्ष गराउन सक्ने हुन्छ।